जोजलपा नमस्ते। आज पनि उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा युनिक साक्य र शङ्कर थापा। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। श्रोताहरू, कार्यक्रममा हामी कोरोना विशेषलाई विशेष प्राथमिकता साथ प्रस्तुत गरिरहेका छौँ। आज हामी यस विषयमा कुराकानी गर्न किर्तिपुर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष पनि हुनुहुन्छ। उहाँसँग अहिलेको स्थितिबारे जानकारी लिने जमर्को गर्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। म उहाँलाई सम्पर्क गर्दैछु। हेलो हजुर, जोजलपा नमस्ते। जोजलपा नमस्ते वडा अध्यक्षज्यू। नेवा FM को यो समय सन्दर्भमा म यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद नेवा FM मा बोल्न दिएकोमा, कुरा राख्न दिएकोमा। वडा अध्यक्षज्यू, अहिले हामी यो कार्यक्रममा चाहिँ विशेष गरी कोरोनालाई प्राथमिकता साथ प्रस्तुत गरिरहेका छौँ। अहिले देशमा महामारीका रूपमा फैलिरहेको स्थिति पनि छ। त्यसै भएर अहिले अलिकति यो सम्बन्धी जानकारी लिउँ कि भनेर। यहाँको स्थिति कस्तो छ अहिले समग्रमा भन्नुपर्दाखेरि? मेयर उपमेयरहरू पनि सङ्क्रमित भइरहेको स्थिति छ जताततै। अहिलेको स्थिति 9 नम्बर वडा र यहाँको स्थिति कस्तो छ हजुरको? मलाई यो कोरोना भाइरस कोभिड-19बाट सङ्क्रमण भइसकेपछि हजुर विशेषतया चाहिँ मैले आफूले चाहिँ यसमा मलाई रोग लागिसकेपछिमा समस्याहरू चाहिँ आफूले महसुस गरेका थियौँ भने हजुर त्यसमा यो समस्यालाई यो साँच्चै निराकरण भनेको एउटा आत्मबल नै हो भने हामी दृढनिश्चित भएर अगाडि बढ्यौँ भने यो कोरोनासँग हामीले जित्न सक्दो रहेछ भने चाहिँ यो नै चाहिँ लागिरहेको छ भने अब मलाई मेरो आफ्नो दोस्रो टेस्ट गराउँदाखेरिमा पनि नेगेटिभ आइसकेको हुनाले अहिले म सामान्य जीवनमा फर्किसकेका छौँ भने यो विकास वडाका गतिविधिहरूमा चाहिँ हामी लागिसकेका छौँ भने मेरो आफ्नो म आफू चाहिँ जुन खेल खेल्ने गरिरहेका छु त्यसमा पनि यो फर्किसकेको अवस्थामा छु भने अहिले सामान्य अवस्थामा छ। लाग्छ यो कोरोनालाई हामी नेपालीले जित्न सक्छौँ त हेल्थ केयरले होइन। हजुर, यो सङ्क्रमित भएपछि हजुरको अब साधारण अवस्था र त्यो सङ्क्रमित भएपछि जुन पोजिटिभ देखियो रिजल्टमा, त्यस पछाडिको अलिकति अनुभवको अन्तर के थियो हजुर त्यहाँनिर? सामान्यतया मलाई ज्वरो आइरहेको थियो। हजुर, ज्वरो नाप्दाखेरिमा मैले यो मेरो नमुना कलेक्सनमा दिइसकेपछि मलाई 6.4 सम्म एकपल्ट आएको थियो र 99, 98, 99.7 यसरी भइरहेको थियो भने ज्वरो पनि खास बढिरहेको थिएन मलाई यो कोरोना सङ्क्रमणसँग। जब मलाई रिजल्ट आएकै दिनमा म अलिकति घाममा बसेको कारणले नै हो कि मैले डाक्टर तेरोसँग नि कन्सल्ट गरेँ। मलाई त्यही रिजल्ट आयो, तपाईँको पोजिटिभ आएको भने मलाई जुन दिन बिहान सुनाएको थियो साँझ पख हेर्दाखेरि मलाई एकैपल्ट मेरो ज्वरो 101 मा चढेको रहेछ। यसरी चाहिँ मलाई अलिकति डर पनि लागेको थियो। कोरोना लाग्यो भनेकोले मलाई डर पनि लागेको थियो र मैले डाक्टर साहबसँग चाहिँ कन्सल्ट पनि गरेँ। मलाई फेरि यो अस्तिभन्दा आज ज्वरो बढ्यो। मलाई यो यसरी चाहिँ आज पोजिटिभ आएको रिजल्ट पनि सुनाइरहेको छ, मलाई ज्वरो पनि बढिरहेको ନାହିଁ। यो तपाईँको चिन्ता हो, यसमा चाहिँ चिन्ता नलिनु, सिटामोललाई चाहिँ अलिक कन्टिन्यू गर्नु, चिन्ता लिनुपर्ने अवस्था छैन। केही पऱ्यो, यसो पऱ्यो त्यसो पऱ्यो भने हाम्रो टिम डाक्टर तेरुले भन्नुभयो हामीले चाहिँ सम्पर्क गर्नुहोस्, तर तपाईँ चिन्ता नलिनुहोस्, यसले ठिक हुन्छ भने। र सामान्य हामी तातो पानी कन्टिन्युस खाइरहेर अलिकति यो गुर्जो भने कि यो अलि नेपाली औषधिहरू पनि खाएर अगाडि बढिरहेको 101 ज्वरो आएको एक दिन थियो भने त्यसपछि मलाई कन्टिन्यू लगातार ज्वरो कम हुँदै गएको थियो भने त्यो दुखाइको अलिकति धेरै महसुस गरेँ। जिउहरू दुखाइको खासै चाहिँ सुक्खा खोकी लागेनन् मलाई। खोकी लाग्थ्यो त खकार आउने चाहिँ भएको थियो भने अलिकति त्यसले रिलिफ गरेका थियो भने मलाई कोभिड लागिसकेपछि मैले प्रेमदास हाम्रो डाक्टर साहब हाम्रो गाउँमा चाहिँ धेरै जसोलाई स्वास्थ्यमा हेरिरहने प्रेमदासजीसँग पनि म बारम्बार कन्सल्ट गरिरहन्थेँ। म के गरौँ कसो गरौँ भन्दाखेरि चाहिँ उहाँले टेलिफोनबाट चाहिँ
बारम्बार सुझाव दिनुहुन्थ्यो तपाईँ नआत्तिनुहोस् नडराउनुहोस् तपाईँ यो पोजिसनसम्म चाहिँ यति हो भने तपाईँलाई केही पऱ्यो भने यसरी अगाडि बढ्ने हो भनेर सबै स्वास्थ्यका प्रिकसनहरू मलाई दिइरहेका थियो भने मलाई यो जहाँसम्म मैले पनि आत्मबल र दृढ निश्चित गरेर म यो रोगसँग जित्न सक्छु र गर्छु भनेर नै मेरो दृढ निश्चित थियो र मैले जहाँसम्म लाग्छ यसै चाहिँ यो कोभिडबाट चाहिँ म अहिले चाहिँ मुक्त हुन पाइरहेका छु। हजुर, अनि हाम्रो श्रोताहरूलाई अब भनौँ न यो कोभिडबाट कोही त्राहिमाम भइरहेका छन्, आत्तिरहेका हुन्छन्, कस्तो होला के गर्ला भन्ने किसिमको आत्तिरहेका हुन्छन्, उनीहरू पनि आफू सेफ भएर बसिरहेका छन्। तैपनि अब त्यहाँनिर एउटा सानो केही सन्देश यहाँले दिनुभयो भने उनीहरूलाई पनि अब यो रोग लाग्न नदिन केही बचावट गर्न सकिन्छ कि? साँच्चै यो आत्तिनु पर्ने यो अवस्था होइन, हामीलाई धेरैलाई लागिरहेको हामीलाई पनि लाग्न सक्छ भने अनुमानमा हामी थियौँ भने हजुर मलाई त अब भन्नुहुन्छ आरबिटी टेस्ट पोजिटिभ आएको थियो असार महिनै हो भने पहिलोपल्ट हो एउटा त्यो आरबिटी टेस्ट पोजिटिभ आएको थियो। हामी आइसोलेसनमा क्वारेन्टाइनमा बसिएका थियौँ भने आइसोलेसन भएर क्वारेन्टाइनमा बसिएका थियौँ भने त्यसको लगत्तै हामी पिसिआर टेस्टमा नेगेटिभ आएको थियो। हामी घर आउँदाखेरि पनि हामी एउटा फ्रन्ट लाइनमा बसेर जनप्रतिनिधिको हिसाबमा हरेक क्षेत्रमा कार्यरत रहनु पर्ने र विपदसँग पनि धेरै जुझ्नुपर्ने विपद व्यवस्थापन समितिको संयोजक पनि रहेको कारणले गर्दाखेरि म आफू हरेक क्षण आइसोलेटेड भएर नै बसिरहेका हुन्छु मेरो परिवारसँग पनि। त्यो श्रीमती र छोरा हुनुहुन्छ उहाँहरूसँग पनि म सकेसम्म टाढा नै बस्ने प्रयास गरिरहेका हुन्छौँ भने आफूले खाएका जुठोहरू पनि हामी घर परिवारले अरूलाई चाहिँ माझ्नु नदिने, छोराले माझेको खाएको छोरा आफैले माझ्ने, श्रीमतीले आफैले माझ्ने, म आफै चाहिँ भाँडाकुँडाहरू माझ्ने र हामीसँगको टचको रिलेसनहरू धेरै कम मात्र गर्ने कोसिस गरेर अगाडि बढ्दाखेरि परिवारमा सङ्क्रमण आफूलाई सङ्क्रमण भए तापनि परिवारमा सङ्क्रमण नफैलिएको अवस्था हामीले पायौँ। अलिकति हेरचेक गऱ्यो भने चाहिँ सर्दो रहेछ भनेर मेरै घरमा आइरहने एकजनालाई पनि सङ्क्रमणको कोभिडको पोजिटिभकोसँग देखिएको। यसरी हुँदाखेरि हामी संयमित हुनु भएर चाहिँ अगाडि बढ्यौँ भने सङ्क्रमणदेखि धेरै डराएर मात्र भाग्ने भने संयमित भएर राख्यो र निश्चित स्वास्थ्यका मापदण्डहरू हामीले पालना गऱ्यौँ भने यो सर्छ भनेर डराएर मात्र होइन, पक्कै पनि स्वास्थ्यका मापदण्ड पुर्याएर बस्यो भने हामी त्यसबाट बस्न सक्छौँ। हजुर, अब वडाले चाहिँ यो सम्बन्धी अरू सुरक्षा सम्बन्धी त विधिहरू त अप्नाइरहेको छ नि होइन? वडा नम्बर 9 लाई पनि यो कोभिडसँग सुरु हुँदादेखि नै चाहिँ हामी 6-7 महिना अगाडि जुन वुहानमा सुरु हुँदादेखि चाहिँ हामीले चिन्तन मनन गरेर अगाडि बढेका थियौँ भने ठाउँ ठाउँमा हामीले यो हात धुने साबुन पानीले हात धुने भने बाल्टिन राखेका छौँ। अहिले पनि ती जीवन्त छन् र पटक गरेर हामी जनताहरूसँग हाम्रा वडावासीहरूसँग निकट रहेर काम गर्ने हिसाबमा राहत वितरणदेखि लिएर यो कोभिडसँग लड्नलाई हामीलाई चाहिने के त भन्दाखेरि सामान्यतया मास्क, सेनिटाइजर र अरू सेफ्टीका जुन साबुनहरू घर घरमा पुर्याउने हामी वडावासीहरूमा चाहिँ छौँ, हामीसँगै छौँ भनेर चाहिँ अगाडि बढिरहेको हामी छौँ भने तत्कालै पनि यो अहिलेको जुन सङ्क्रमण फैलिरहेको अवस्था छ यही बेलामा पनि हामीले वडा नम्बर 9 का समग्र स्थायी बासिन्दाहरूको घर घरमा गएर हामीले मास्क, सेनिटाइजर र साबुन वितरण गरेका थियौँ। हामी सचेत रहौँ, संयमित रहौँ भनेर चाहिँ यति गर्दा पनि साँच्चै कोभिड लागिहालेकाहरूमा पोजिटिभ देखिसकेका हाम्रा स्थानीय बासिन्दाहरूको यही घरमै आइसोलेसन भएर बसिरहेकाहरूसँग हाम्रो सम्बन्ध रहिरहोस् भनेर हामी थोरै केही न केही भिटामिन सी र भिटामिन डी चाहिँ हामीले दिनुपर्छ भनेर मेडिकलमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका दाइहरूको सरहरूको चाहिँ सुझाव अनुसार हामीले भिटामिन डी र सी चाहिँ घरमा उपलब्ध गराउने हिसाबमा सुन्तला, स्याउ र कागती अमला चाहिँ दिएर हामी तपाईँहरूसँगै चाहिँ चिन्ता नलिउँ भनेर एउटा अगाडि बढेका छौँ र लागिरहेका छौँ पनि हाल पनि। हजुर, धन्यवाद आफ्नो अमूल्य समय दिई यो व्यस्तताका बावजुद पनि हामीसँग कुरा गरिदिनु भयो र श्रोताहरूलाई धेरै जानकारी दिनुभयो, सङ्क्रमितको अनुभव सेयर गरिदिनु भयो। यसको लागि म यहाँलाई नेवा एफएमको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु।
मेरो पनि तर्फबाट पनि हृदयदेखि धन्यवाद जोजुलोपा नमस्ते र हस् धन्यवाद। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। र आजको लागि कार्यक्रमबाट प्रविधि संयोजनमा युनिक साक्य र शङ्कर थापा यहाँहरूबाट छुट्टिन चाहन्छौँ। नमस्ते, शुभ।